नमस्कार। आज म तपाईहरुलाई मोमो बनाउँदा बचेको किमा हुन्छ नि त्यो किमाबाट किमा नुडल कसरी बनाउने सिकाउँछु है त। एकदम सजिलो छ। एकछिनलाई म रेसिपी हेरेर आउँछु युट्युबमा। व्हाट? मजाक मस्ती चल्नै पर्छ हैन। सुरुमा तेलमा प्यान हालौं कि प्यानमा तेल हालौं। त्यसपछि किमा हालेर डाइरेक्ट भुट्दिने के किनभने त्यसमा प्याज लसुन अदुवा सदुवा सबै हुन्छ नि त। त्यही भएर डाइरेक्ट भुट्दिने अनि एक साइडमा चाहिँ हल्का पानीमा तेल र बेसार हालेर उमाल्न छोड्दिने। पानी उमाल्न त छोडियो तर नुडलै भेटेन क्या। त्यही भएर रहेछ सबै सामान पहिल्यै रेडी गर्नुपर्ने रहेछ। घर मिलाउनु पर्छ, सामान मिलाएर राख्नुपर्छ भनेको त्यही भएर रहेछ अल्छीको पोका हो। अब त भेटिन क्या नुडल सुडल बनाउँदिन भनेको ठ्याक्कै भेट्यो फेरि अनि। पानी चाहिँ तातिसकेको थियो अनि नुडल कति चाहिन्छ आफूलाई त्यति निकालेर त्यो पानीमा राखिदिए। भाँडा चाहिँ अलिक थोरै सानो छ है, अलिक गहिरो भएपछि राम्रो हुन्छ। अब यस्तै त नि काम चलाऊ। किमामा थोरै भिनेगर, थोरै सोया सस अनि चिल्ली पाउडर हाले जस्तो गर्ने किनभने पहिले हालिसकेको थियो भिडियो खिच्न बिर्सेछु क्या। फेरि हाले जस्तो गर्नु परेन। कसैले चाहिँ टमाटर हाल्नु हुँदैन भन्दा रहेछन् तर मैले चाहिँ हालिदिएँ है। आजको भिडियोको स्पोन्सर रहेको छ मिठो चिकन अचार। खुरुक लाएर अर्डर गर्ने त्यहाँ मैले किमा जले जस्तो देखेको तर जले हैन, क्रिस्पी भएको थियो। नुडल चाहिँ भाँडो सानो भएको भएर थोरै जलेछ। कोही बात नहीं, पचाएंगे मचाएंगे। टमाटर छिटो पाक्नको लागि यसो ढाकेर पकाइदिने अनि नुडल पनि पानीमा सब डुबेर बच्चा बच्चा भनेपछि ढाक्दिने। अब धेरै स्टेप बाँकी छैन, तपाईहरुलाई म एक एक स्टेप गरेर सिकाउने गइरहेको छु। यसपछि ढक्कन खोलेर किमालाई चलाइदिनुस्। ए ए ए के हो त्यो? यसरी लडे म हैन, अब के गर्नु त लडेछि त। खासमा बक्चै हाल्नु पर्दो रहेछ। बक्चै नभए नि साग छ है, जे छ त्यही हाल्ने त नि। नुडल लगभग पाक्न लागिसकेपछि हालेर अनि हल्का यस्तो भएपछि निकाल्दिने। यो भाँडा फेरि बुढीले आएर ए बुढा भान्नु पर्दैन नभनेसम्म भान्नै मन लाग्दैन। नाम लिया बुढी हाजिर। केटी मान्छेहरूलाई फेरि क्यामेरा देखि हात हल्लाउनै पर्ने। के रे? प्लेटिङ गर्दा चाहिँ सुरुमा चिली ओइल, त्यसपछि थोरै सोया सस र नुडल्स माथिबाट अनि अघि उसिनेको बक्चै र थोरै पिसेको नट्सहरू अनि माथिबाट किमा हाल्दिने एन्ड इट्स रेडी। लास्टमा बडी परेको जसलाई छ त्यसबाट यसो निकालेर मिलाउने अनि गुवाम 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 कि गुवाम खाने। कति अरूको लाइन चोरेको भन्नु होला, यो रेसिपी त चोरेको हो। एनिवेज किमा नुडल चाहिँ एकदम मिठो थियो। यु क्यान सी बुढीको रियाक्सन। अनि मैले पनि भिडियो खिच्देऊ भनेर खाएको तर अलिक पिरो लाग्यो मलाई चाहिँ। कल सुबह तकलिफ होगी। सक्यो।